फर्स्ट टाइम घुम्नु भनेर चाहिँ हिँड्दैछु होइन। ओ घोप्टो घोप्टो यस्तो हुन्छ के अलिकति आइदियो। ओ माय गॉड ओए लबै लब्रे हेर्नु न। खतरा फोन के मूर्ति स्टार्टर ढिलोमा थत्रो मोबाइल परेर नत्र यस्तो राम्रो छ नि यो ठाउँ। ओ माय गॉड मैले पैसा कति देखिँदो रहेछ अलि एकछिन 6 सेकेन्डमा देखे तैँले म्याङ्गोको लस्सी हो। हेलो सम्पूर्णमा नमस्ते। म आइसकेँ फेरि आज नयाँ भिडियो बोकेर। आज मेरो छुट्टीको दिन अनि मिठो मेरो साथीहरू मलाई कुरेर बसिरहेको छ होइन। दाइ पनि हुनुहुन्छ अनि मलाई काम लगाउने दाइ पनि हुनुहुन्छ। सो अब आज चाहिँ फर्स्ट टाइम जापानमा फर्स्ट टाइम त फर्स्ट टाइम भनौँ फर्स्ट टाइम घुम्नु भनेर चाहिँ हिँड्दैछु होइन। 10 बजे भेट्ने भन्ने थियो। अब भनेको हो नि 10 बजे म उठेँ। दाइहरूले पनि 10 बजे भन्नुभएको थियो तर कामबाट बल्ल आउँदै हुन्छ अरे कि सबै त्यस्तै छ होइन। अब म ट्रेन चढेर आधा घन्टा ट्रेन चढेर दाइहरूबाट जानुपर्ने हुन्छ। त्यसो दाइहरूले जहाँ लानुहुन्छ म त्यहीँ जाने हो। साथीहरूले जहाँ लान्छ त्यहाँ जाने हो होइन। थाहा छैन किनभने मलाई जहाँ लगे पनि राम्रो हो किनभने मेरो लागि सबै नयाँ ठाउँ हो होइन। केबल कार समथिङ कहाँ जाने भन्ने थियो। वाइ नट भने मैले चाहिँ ठिक छ अब जाँदैछौँ के हुन्छ हामी देखाउँदै गरौँ ल। म चाहिँ सानो मिया झरेँ होइन। अब हेरौँ साथीहरू कुर्दैछु के हुन्छ अब। ल साथीहरूसँग कुरा भइसक्यो उनीहरू आउँदैछ होइन। ए मदन दाइ देखिसकेँ मैले। हेलो हेलो ल केटाहरू जुटजाट भइसक्यो होइन। किन लजाउने होइन। अब हामी जाँदैछौँ अब मलाई जाने ल। अब हामी भेट भइसक्यो अब हामी जान्छौँ हेरौँ। नेपाल दाइ हेर्नु यस्तो मेरो क्यामेरा कस्तो भने पानी जस्तो छ कि 6 भयो नि राम्रो छ कि हेरौँ। मेरोमा चाहिँ फेरि सानो खान्छ त्यही भएर इफेक्ट लाग्दैन क्या। आइसक्यौँ अब त्यहाँ चढेर कहाँ पुग्छ अब देखाउँदैछौँ ल। अहिलेलाई भिडियो लामो हुन्छ ल। हामी लोकेसन यही नै हो। म हरायो भने त्यही लोकेसन छान्दै आउनुहोस् तल तल। अर्को चाहिँ अन्न आउनु भयो नि ल। अब हाम्रो यहाँ पैसा उठ्दैछ होइन। दोस्ती म्याफै झिक्यो 2000 एउटा फेस देखाएको छैन टेन्सन नगर अब देखाइन्छ। हाम्रो पैसा उठिसक्यो होइन। अब हामी जान्छौँ यहाँ हेर्नु न। अब हाम्रो मनकामना केवल कार जस्तै हो हाम्रो दोस्त हाम्रो यहाँ फोटो खिच्ने यस्तोमै काम बोर्डिङ लाक्का दाइ चक्लेट बनाए जस्तो चक्लेट होइन त्यस्तो खाने मलाई उता बाटो बाटोमा दिन्छ नि टिस्यु र चक्लेट दिन्छ त बाटो बाटोमा होइन जताततै दिन्छ नि। यसले बुझाउनु खोज्यो अर्कोले बुझ्यो बाटो बाटोमा दिन्छ नि टिस्यु र यसमा टायर हुँदैछ यार। अब हामी यसमै चढेर जान्छौँ है। सर के चाहिँ कराइरह सब यसमा जाने है सब चढ्ने यसमै चढ्ने हो।
नबोल्नुहोस् तपाईँ चुप लाएर बस्नुहोस् तिमीहरूले चाहिँ झ्याउ है ठिक छ दोष यस्तो हुँदा तिमीहरू आउँदा राम्रो देख्छ नि त फेरि होइन यसरी फर्किन्छ यहाँबाट त उड्छ हिमाल त उड्छ जाँदो रहेछ हाई दाई सिधै माथि हाई गर्छ पहिला ऊ त्यो बाटो रहेछ क्या त जाने अलिअलि लाग्छ हिँडेर गयो नि यहीबाट यही बाटो हो कि हिमालि हिँडेर जाने बाटो कुनै यो न्यू बाटो हाउराको के गाउँ भन्छ नि तर अहिले घुमी घुमी जानुपर्छ नि त आउने बेला डर लाग्छ जस्तो लाग्यो आउने बेला त डर हुन्छ यस्तोमा चाहिँ घटेको न चढेको पहिला नि अब हेरे कस्तो मायाले हल्ले होइन यस्तै रहेछ कोबीको भ्यू त दामी छ है साथी खतरै छ कोबी भ्यू दाइ फेरि पानी जस्तो क्लिन देखाएको नि दाइ यसरी चलाउनु के क्यामेरा यसरी यसरी यस्तो चलाउनु सजिलो हुन्छ हेर्दा यहाँ हुन्छ कि यहाँ दाइ यता हेर्नु यस्तो यसो हेर्नु यो छाडा भनेको कि यस्तो यस्तो यो छाडा हेर्न चाहिँ दामी नौनी राष्ट्रिय भिड हुन्छ अरे गर्मीमा त पछि फेरि है यहाँ त तर भगवानले के हिँड्ने त दाइ गाडी पनि जाँदो रहेछ क्यारे गाडी पनि जाँदो रहेछ उहाँ त्यहाँसम्म होइन छ नि भाउजू ठाउँै छ उताबाट आउँदो रहेछ चढ्दो रहेछ गाडीहरू तर गाडी सस्तो पर्छ होला के त्यो ठाउँमा चाहिँ के होला मन्दिरहरू होला होइन माथि माथि चाहिँ त्यो गार्डनहरू छ दाइ त्यो नेटहरूको त्यो चलाइरहेको त्यो हेर्नु न टावर त्यो रिफ्लेक्सन दाइ उता हेर्नु न ओहो यो खोलेर मलाई भत्काइदिनु पर्ने कोबी डुबिहाल्छ नि डुब्दैन कोबी दामी बनायो ड्याम है यो बनाउनु लाग्यो भाउजू पुनी गर्नु लागि त्यो हाइड्रो पावर अँ होला एक्लै आउनुलाई त डर छ यार एक्लै आउनुलाई के डर एउटै रमाइलो गर्नु पाउँदैन त्यति हो क्या दाइ ओ च्यान त मुनि पो रहेछ हेरौँ च्यान त्यही भयो त्यो बङ्गा होला खतरा डराउनु रहेछ यार होइन त्यसो नाटक गर्दै है मलाई खासै डर त लाग्दैन त्यस्तोमा चाहिँ डर लाग्ने कि तर यो मलाई अझै उता रहेछ क्या अरे कि यहीँ झार्नु लाग्दैन अझै उता छ यहीँ झार्यो भने पछिले भन्ने यो ठक्क यहाँ पुगेपछि कसरी हामी अर्को ठाउँमा पुगिरहेको यहाँ नि पार भयो नि यहाँ नि झर्दो रहेछ क्या माथि गयो नि हुन्छ हामीलाई यहीँ झार्नु लाग्यो क्या झर्दैन आउनु बेला झर्ने माथि जाम यहाँ मान्छे एउटा दुइटा चलाइदिनु होला कि यहाँ चाहिँ सस्तो पर्ने होला गाडी आउनेहरूलाई पुरै झर्ने आउने होला आफ्नो साधन भए मान्छेहरूलाई चाहिँ यहाँबाट थपाइदिने होला क्या अलिक सस्तो पर्ने होला त्यस्तै लाग्यो क्या ओ यहाँ यो भनेको बार्बिक्यूको लागि यही बस्नु भएको कस्तो सानो बच्चाहरू सबै झलुङ खेलेको छ है वा पिकनिक सिक्निक खाना यस्तो रे आउनु पर्ने हो क्या ग्यादरिङमा केटाहरू हो यहाँ यो फुल छ होइन के भयो यो के फुल रहेछ भयो नाम त्यो एउटा जापानमा फुल छ नि के राष्ट्रिय साकुरा होइन यो स्याकुरा कहाँ यत्रो ठुल्ठुलो हुन्छ तर खासै ठाउँ राम्रो राम्रो छ नेपालको जनतै खतम लास्ट बाँकी जे नगर पनि गरिदिइहाल्ने भालै छैन तिनीहरूलाई टिकटक नचला भने चलाइदिइहाल्ने ओइ म त बल्ल देखेँ समुद्र यहाँ रेस्टुरेन्ट दाइ यहाँ रेस्टुरेन्ट छैन हामी नखाइदियो यिनीहरू झुकाइदिने है यिनीहरूलाई छक्क बनाइदिनु के दोषमा उयो रहेछ त्यो समुद्र यहाँ फोटो खिच्न ठाउँ
अब अलिकति त मखमली यहाँ फोटो खिच्ने कि नेपालमा अब यस्तो पनि के देखाउन राखे जस्तो हुन्थ्यो होइन अब यहाँ चाहिँ काउलीको बेर्ना यस्तो हुन्छ ऐकीको बेर्ना यस्तो हुन्छ भने देखाइरहेको छ कि यो काउली हो होइन फुलहरू बुम सक्लाका हुन्छ धमाका दोष यो बाँसको बेर्नाहरू हेर न हामी यो प्लाजामा छिरिसक्यौँ है के रहेछ वा जे बोले नि आउँछ आउँछ आउँदो रहेछ यार आइस्तेरू हजुर यहाँ अठाइदियो है ओ माई गॉड ओए लबै लब्रे हेर्नु न खतरा फोटो के मूर्ति स्टार्टर बुम सक्लाका हुन्छ धमाका ओहो ओहो यो चाहिँ भूत ल्याएर खान्छ कि यहाँ ए यहाँ आएछ तपाईँ यहाँ मलाई छोडेर हिँडिदिरहेको छ पुरा बुम सक्लाका ओए यतिसम्म रइज बन कि फुललाई पनि गर भन्नु खोजेको क्या यतिसम्म धनी बनाऊ कि यो फुललाई पनि बढार्न सकोस् भन्नु खोजेको कि यो जुम्ला म चाहिँ बसेँ ल ओहो ल थोत्रो मोबाइल परेर नत्र यस्तो राम्रो छ नि यो ठाउँ ओ माई गॉड मैले पैसा तिर्छु यहाँ बस्नु लागि मलाई मैले तिरे 50 रुपियाँ 20 रुपियाँ नेपालमा त यहाँ ठग्या सुनिया तिमीहरू छोटो अनि हाम्रो यो भिडियो भाइरल भयो भने भाउजू फेरि स्पोन्सर दिन्छ नि त फेरि वाइ भाइले हामीलाई अब जहिले याद आउँछ तैँले लगेर ल दाइ मैले सबुत राखेँ है चाउँछ नेपालमा होइन दाइ ऊ त्यो जापिपी लेखाएको छ जापिपी हो खुल्जा सिमसिम यस्तो खुल्छ यहाँ जापानमा होइन त खुल्जा सिमसिम भन्नु चाहिँ पर्छ दाइ झर्छ अरे नि त नि कपाल जापानमा त कपालमा चुप मलाई थाहा थियो मलाई तैँले नि ल भनिराख भनेर मैले सुने त्यस्तो जब शासन कुरा थाहा पाइहाल्छ नि त्यस्तो मलाई नर्मल कन्भर्सेसनधरि आउँछ कि भनेपछि बुझ्न अब तिमीहरूलाई ल ठुलो मान्छे बन्न दिए मैले जापानको घन्टा गर है केटा कति बजी ल भन्नु त्यहाँ 2 बज्न लाग्यो त्यो यस्तो लाग्यो कि जुजु यिनीहरू यो चाहिँ मलाई के हुन्छ यो के होइन यो सबभन्दा यो प्लानेटको के दोस्रो प्लान्टहरूको उत्यो होला कि हाम्रो उताको चिडियाखाना भने जस्तै कि है जूहरू जस्तै कि है ओइ ओइ स्मेल सुन्नु स्मेल दामी हजुर यो ठाउँ दामी छ नि राम्रो छ र अन्त राम्रो लाग्यो दोस्रो एकदम राम्रो रहेछ ओइ साला स्वर्गको आभास
कति देखिँदो रहेछ अलि एकछिन 6 सेकेन्ड भाइ देखे तैँले ओइ एक मिनेट मात्र हो नि फेरि आफै बन्द हुन्छ केही देखेको छैन है उठाउनु न माथितिर दाइ एकछिन देखे अब छ नि यो क्यामेरा एकछिन हालौँ 1 मिनट 1 सेकेन्ड मात्रै कस्तो हुँदो रहेछ है क्यामेरा यही मात्रै हाल्छु भेट्छ कि भेट्छ म हेर्छु थाहा फेरि पनि जानु एउटा नि सबजना रमाउने तपाईँले अहिले हालेर हेर्नु न हालेर हेर्नु के कहाँ फुत्ते हाल्नु नि भित्रै सक्यो हेरेर किन लजाउनु त हेरिहाल्नुपर्छ है कस्तो देखेको केटा भनिहाल्दा त यहाँ क्यामेरामा देखिखाइन कि तिमी देखिन्छ पहिला त है देऊ यो त दाइ यहाँ बसेर चन्द्रमा चाहिँ हेर्नु पर्ने के घुमिने के साथी हो अब त सक्यो होला कि 1 मिनट त यार 1 मिनट 5-6 सेकेन्ड भइसक्यो हेर्नु ल तल माटो माथि माथि गर यो त मलाई यहीँ देखेछ त यार यो 1 मिनट होइन होला कि धेरै नै हो जस्तो लाग्यो मलाई अस्ति 1 मिनट थियो ला के आयो माथि गएर बन्द भइदियो चढिसक्यो डर लाग्छ यो खै यहाँ डर लाग्छ भन्छ खै म त कस्तो खालको ठाउँ रहेछ हेर्छु मलाई केही लाग्दैन यत्रो डन्ढिलो अड्का रहेछ भात नखाइकन आउने यत्रो हेर तर यो त लास्ट लापरवाही गरायो यार बिचमा राख्नु पर्दैन नि यार वाह ल हामी छिर्यौँ यो त लास्टै ठुलो है कुन तल सोइराख्नु डर लाग्छ डर लाग्छ ओए अब यो हामीले लिन पाउँछ कि यो ओए हामीले लिन पाउँछ लिएर हिँड्न पैसादेखि न पैसाको मूल्य देखिरहेको अघि त हामी टोइलेट गएको टोइलेट नजाने अब चार फ्लोर है कति फ्लोर हो 4 फ्लोर हो ल अब चाहिँ हामीले खानुपर्ने हुन्छ होइन अब खाइदिन्छु ल म्याङ्गोको लस्सी हो यो के हो त बस त्यही नै हो त्यस्तो लाग्छ यसरी बुढाबुढी आउनु पाए पो हुन दाइहरू लुट ल म चाहिँ घर फर्केँ है अब हाम्रो सबै दिन राम्रो हो सबै दिन त के भन्नु जस आज खाली दिन निकालेर त्यही दाइहरूसँगै काम गर्ने हो मैले होइन त्यही दाइहरूसँग बसेर रमाइलो गर्न पाउँदा धेरै नै खुसी छु म चाहिँ सो केटा हो अब यस्तै भिडियोहरू लिएर आउँदै गरौँला सो केटा मात्रै होइन कि केटाकेटी बुढा आमा जो हुनुहुन्छ मलाई माया गर्ने या रिसाइ गर्ने भए पनि हेरिदिनुहुन्छ मलाई खुसी लाग्छ है ओके भिडियो बनाउँदै गरौँला अहिलेलाई धेरै लामो हुनसक्छ ओके बाई अब म पसल आज पसल लिएर गएर ढाकटुक गरेर खाएर मासु बोकेर जान्छु गएर भात खान्छु ओके बाई पछि यस्तै भिडियो हेर्दै गरौँला अहिलेलाई बाई